यति बेला सामाजिक सञ्जालभरि अब त फेसबुक मोनेटाइजेसन गर्नको लागि सजिलो भयो। अब त 28 दिनभित्रमै सजिलैसँगले फेसबुक मोनेटाइजेसन हुन्छ। अब नेपालमै घरमै बसी बसी महिनाको लाखौं पैसा छाप्न सकिन्छ भन्ने भिडियोहरू भने तपाईहरुले धेरै हेरिरहनु भएको होला। तर वास्तवमा भन्ने हो भने 28 दिनभित्रमा नै यो क्राइटेरिया तपाईले पूरा गर्नुभयो भने पनि तपाईको फेसबुक भने मोनेटाइजेसन हुनेवाला भने छैन। आजको यस भिडियो अन्तर्गत रहेर म यसै विषयमा सम्पूर्ण जानकारी दिन गइरहेको छु, त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् है त। र यस्तै जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोस् है त। आजभन्दा अगाडि फेसबुक मोनेटाइजेसन गर्नको लागि 6 वटा क्राइटेरिया पूरा गर्नुपर्ने हुन्थ्यो। तर यति बेला भने फेसबुकले ती 6 वटा क्राइटेरिया हटाएर भने मात्र एउटा क्राइटेरिया मात्र राखिदिएको छ। तर त्यो क्राइटेरिया तपाईले 28 दिनभित्रमा पूरा गर्नुभयो भने पनि तपाईको फेसबुक आइडी भने मोनेटाइजेसन हुनेवाला भने छैन। फेसबुकले 6 वटा क्राइटेरिया हटाएर मात्र एउटा क्राइटेरिया राखेको छ, त्यो हो तपाईले 28 दिनभित्रमा 3 लाख भ्युज भने पुर्याउनु पर्ने हुन्छ। तर तपाईले 28 दिनभित्रमा 3 लाख भ्युज पुर्याउनु भयो भने पनि तपाईको फेसबुक आइडी वा पेज भने मोनेटाइजेसन हुनेवाला भने छैन। तपाईहरुले आफ्नो फेसबुक आइडी वा पेजमा भने 28 दिनभित्रमा 3 लाख भ्युज पुर्याउनु भयो भने तपाईको मोनेटाइजेसन हुन्छ भनेर धेरै भिडियोहरुमा भनिएको छ। तर यो वास्तविक कुरा भने होइन। तपाईहरुले 28 दिनभित्रमा यो च्यालेन्ज एक्सेप्ट गरेर 3 लाख भ्युज पुर्याउनु भयो भने पनि तपाईको पेज वा प्रोफाइल भने राम्रोसँगले रिभ्यू गर्छ। तपाईहरुले त्यहाँ ओरिजिनल कन्टेन्ट हाल्नुपर्ने हुन्छ, कपी पेस्ट भिडियोहरु भने हाल्नु हुँदैन र रेगुलरली पोस्ट हाल्नुपर्ने हुन्छ, रेगुलरली ओरिजिनल कन्टेन्टहरु हाल्नुपर्ने हुन्छ र मात्र तपाईको फेसबुक भने 28 दिन पछाडी जुन तपाईले 3 लाख भ्युज पुर्याउनु पर्ने हुन्छ त्यो भ्युज पुरा गरिसके पछाडी पनि फेसबुकले राम्रोसँगले रिभ्यू गर्छ र मात्र तपाईकोमा भने कन्टेन्ट मोनेटाइजेसन उपलब्ध गराउँछ। र यो 3 लाख भ्युज भनेको तपाईले रिल मात्र हालेर पूरा गर्नु होइन, फोटो, भिडियो, टेक्स्ट, स्टोरी सबै हालेर भने तपाईले पूरा गर्न भने सक्नुहुन्छ। तर 3 लाख भ्युज 28 दिनभित्रमा पूरा गर्नुभयो भने पनि तपाईको फेसबुक आइडी भने मोनेटाइजेसन हुनेवाला भने छैन। अब लागौं यो च्यालेन्ज कसरी एक्टिभ गर्ने भन्ने कुरा। सबैभन्दा पहिला तपाई आफ्नो फेसबुक आइडी वा पेजको भने प्रोफेसनल ड्याशबोर्डमा जानु होला। त्यसपछि भने त्यहाँ मोनेटाइजेसन भन्ने अप्सन हुन्छ, त्यहाँनेरि मोनेटाइजेसनमा थिच्नु होला र मोनेटाइजेसनमा गइसके पछाडी तपाईलाई यही माथि पनि देखाइएको छ र यहाँ तल कन्टेन्ट मोनेटाइजेसन भन्नेमा गएर पनि तपाईले यो च्यालेन्जलाई एक्टिभ गर्न भने सक्नुहुन्छ। र कन्टेन्ट मोनेटाइजेसनमा गइसके पछाडी जोइन च्यालेन्जमा क्लिक गर्नु होला र तपाईको यो च्यालेन्ज यति गरिसक्दाखेरि भने यो च्यालेन्ज एक्टिभ भइसकेको छ र तपाईले अबको 28 दिनभित्रमा भने यो च्यालेन्ज पूरा गर्नुपर्ने हुन्छ। तर यो च्यालेन्ज तपाईले पूरा गर्नको लागि तपाईले ओरिजिनल कन्टेन्ट हाल्नुपर्ने हुन्छ र मात्र तपाईकोमा छिटो भन्दा छिटो कन्टेन्ट मोनेटाइजेसन आउँछ। पक्कै पनि साथीहरु तपाईहरुले यो भिडियो अन्तर्गत रहेर सबै कुरा भने बुझ्नुभयो होला कि कस्तो कन्टेन्ट हाल्नुपर्छ फेसबुक मोनेटाइजेसन गर्नको लागि, कि 28 दिनभित्रमा यो भ्युज पूरा हुने बित्तिकै फेसबुक आइडीले कन्टेन्ट मोनेटाइजेसन दिन्छ दिँदैन भन्ने कुरा भने राम्रोसँगले बुझ्नुभयो होला। र अरु कुनै कुरा बुझ्नु भएको छैन भने कृपया कमेन्ट गर्न सक्नुहुनेछ र आगामी दिनहरुमा पनि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नु होला। नमस्कार।